हेलो वेलकम टु ब्याक टु भ्लग कालिया गेमिङ। र आज चाहिँ हामी साइड जान लाग्छौँ। दिदीहरू भाउजूहरू सोल्टिनीहरू आउनु भयो रहेछ घुम्नलाई। त्यही भएर जाम भनिहाल्नु भयो, अब जे भयो नि अब जान पर्यो। हेलो गाइस, मास्क त लाउनु मन लागेको थिएन तर बाटोको कन्डिसनले मास्क लाउनु पर्यो है गाइजहरू। बाटो बुद्ध चोक यस्तै खत्तम छ कि अहिले फेरि बनाउँदै लास्टै धुलो र एकछिन हेर्नलाई अनुरोध छ। उता चाहिँ रङ्गशाला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिन पृथ्वी चोक। है गाइस, पृथ्वी चोक चाहिँ एकदम रमाइलो छ। आज चाहिँ सदा धुलो उठ्थ्यो तर आज एकदम हिजो भर्खरै पानी परेर होला पृथ्वी परेर छैन। र यो मेरो भ्लग राम्रो लाग्छ भने लाइक गरिदिनु होला। एकदम रमाइलो छ बाटो। चोक एकदम राम्रै छ बाटो चाहिँ। र इन्ट्राफ जान चाहनुहुन्छ भने यही हो, ट्राफिक नै राम्रै यही हो चोकै नेरी त साइडमा इन्ट्राफहरू देख्न सक्नुहुन्छ। पोखरामा नयाँ आउनुपर्छ भने तपाईँको लागि जानकारी। पोखरा फेवातालको लागि गाडी चढेर हामी सायद पुगिसक्यो होला है। के को हो पनि थाहा भएन। के गरेको बाबा काइचर के गरेको थाहा भएन तर कसैले यो भाषा बुझ्नुहुन्छ भने कमेन्ट गरिदिनु। के गरेको के गरेको सँग नि पैसा पायो भने ऊ त्यस्तो सुरुवाल किन केटाहरूले लगाएको त लाग्छ। हिँड्नु भाइ शीतल छ। फेवाताल चाहिँ कपाल देख्न चाहन्छ। समुद्र त होइन फेवाता हो। पोखरा लेक साइड फेवाता। ल है त गाइज, पोखरा फेवातालको मजाले रहेछ। मैले चाहिँ जति हेऱ्यो नि हेरौँ लाग्छ, दामी छ। मेरो यो त टल किन्ने हात के बेलुकातिर कि साधनभन्दा हिँड्दै मजा आउँछ हौ हेर्नु। बेलुकातिर के दिदी हेलो गरिदिनु न। हेलो वाट्सअप आइएम सुमी हिँड्ने त। अस्ति भनेको थियो होला त्यही जिस्काउँछ वेलकम टु भ्लग भन्दै। कस्तो लाग्छ हेलो हेलो भन्दै ऋतिक। सुँगुर अरू बेला देखेको थिएन, त्यही नि आज देखेँ। त्यही नि थाहा छैन कि के गरेको खासमा। के गरेको कमेन्ट गरिदिनु है। लेफ्ट साइड बहुत खतरनाक छ। यस्तो खूबसूरत बहुत खूबसूरत है। हेलो दिदी हेलो। पोखरा कस्तो लाग्छ फेवाताल? ओहो बब्बाल एकदम। म त यतै घर बनाऊँ कि भनेको तर सोटिनीलाई कस्तो फेवाताल लाग्यो पोखरा? कस्तो लाग्यो भने मेन ठाउँमा त पुग्नै बाँकी नै छ। अब बिस्तारै हिँडिँदैछ, राम्रै छ। सोल्टिनीको भनाइ चाहिँ अब ठिकै छ भन्छ। त्यही हो। हेलो पोखरा एक साइड फेवातालतिर हामी चाहिँ मलाई चाहिँ एकदम बब्बा लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ? पोखराबाट हेरिराख्नु भएको छ भने कमेन्ट गरिदिनु होला।
धेरै राम्रो यहाँ नचर है छोरा चढ्नु फेवाताल जाँदा रमाइलो लाग्छ गर्लफ्रेन्डकै कमी भो आफैलाई बढी आफै घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो हामी घामले हामीलाई सताउँछ के गर्नु छाता छैन चाहिँ फेवातालको मन्दिरको यता अगाडि पुगिसक्यौँ धेरै धेरै मान्छे घुम्न आएको छ हानि पुगमा जान्छ ल है त गाइज हामी चाहिँ अब मेन ठाउँमा पुग्यौँ अब सोल्टिनी भन्थ्यो मेन बाँकी छ अब पुगिसक्यौँ है दिदीहरू चाहिँ फोटो भयो अब देख्न सक्नुहुन्छ र मैले नि फोटो खिचेँ तितास फेवातालमा ल यता गाइस फेवातालको मजा लिनुहोस् यही हो दामी छ यतापट्टि चाहिँ मन्दिर हो तर हामी चाहिँ गएन यतिबाट ढोक गऱ्यौँ भाउजूले दियो तल माथि तल माथि बनाइदिए त हाम्रो टोलीहरू टिकटक फ्यानहरू हामी सिङ्गल कि बाप भिडियो घुम्दा घुम्दै पुगेछु लेक साइड फादरको हातमा नलिएको हेलो गाइस वेलकम टु माई नमस्ते सबैलाई ह्याप्पी न्यु इयर 2082 सालको सबैलाई शुभकामना जसले हेरिराख्नु भएको छ है मान्छेको भिड त धेरै छ भुइँ पर्यो हेर्नुहोस् यही हो फेवाताल ल है त गाइस अब फेवाताल देख्न सक्नुहुन्छ र अब हामी चाहिँ कोठातिर जान लागेको र है त गाइस हामी चाहिँ कोठा जानलाई गाडी चढिसक्यौँ है फेवाताल देख्न सक्नुभयो कस्तो लाग्यो फेवाताल मात्र होइन पोखरा नि राम्रै छ र कमेन्ट गर्नु होला है तपाईँहरू फाइनली गाइस म चाहिँ फेरि पुगिसकेँ गाडीबाट चोक देख्न सक्नुहुन्छ एकदम शान्त नेपाल में कहीं विदेश से कम नहीं है कमेन्ट गर्नु है साथीभाइहरू दिदी भाउजू सोल्टिनीहरू चाहिँ जानुभयो उता उनीहरू चाहिँ यहीँ बस पाउँछ र यहीँबाट जानुभयो मेरो चाहिँ यही पृथ्वी चोकको थोरै पर चाइना बारी नै हो बुद्ध चोक भने त्यहीँ बस्छु त्यही भएर हिँड्दै गयो बुद्ध चोक पुगिसक्यो है म गाइस बुद्ध चोकको नयाँ बाटो बनिरहेछ अझै यहाँ धेरै बाँकी रहेछ बाटो बनाउनु बुद्ध चोक पुगिसक्यो आज निकै शान्त छ
जो पानी परेर होला धुलो खासै उडा जोस् बाटो बनाइरहेछ हुन्छ हाम्रो क्याफे चाहिँ यही हो ट्राभिस क्याफे आउनु पाएको छैन काम हराइहाल्यो केही छैन काम अब गर्नु पर्यो हैन अब देखिहाल्नुभयो तपाईहरुले लेक साइड कस्तो छ रमाइलो छ एकचोटि आउनुहोस् तपाईहरु नि के कसो मैले भ्यू देखाएको छ त्यो भन्दा अझै बब्बाल छ तपाईहरु नि एकचोटि आउनु भयो भने एकदम राम्रो छ जे जस्तो भ्यू देखाए नि मलाई राम्रो लाग्यो तपाईहरुलाई नि राम्रो लाग्यो होला र आजको लागि यति नै सबैलाई बाइ बाइ